हेलो गाइज हो आज चाहिँ यो सामानहरू धेरै नचलाएको धेरै भएर आज सफा गर्न खोजिरहेको छु म कतिको काम दिन्छ कति काम दिँदैन हेर्नुहोस् है त यो सामानहरू धेरै भयो नचलाएको यो अहिले मैले खोल्नु चाहिँ खोलेर बनाएको छु यी सामानहरू नचलाएको धेरै भएकोले गर्दा आज यहाँ भर्खर बनाउँदैछु हेर्दैछु है गाइज हो यसको ल गाइज यो धेरै भयो नचलाएको कस्तो भएछ भनेर हेर्दैछु यो चाहिँ मेसिन टाइल काट्नु पनि हुन्छ मार्बल काट्नु पनि हुन्छ काठ काट्नु पनि काठ चिरन गर्नु वाल काट्नु पनि हुन्छ यहाँ बिट छुट्टै हुन्छ वाल काट्ने यो मेसिन यो बिट हो काठ काट्ने यो हो अनि टाइल काट्नु यही मेसिनले हुन्छ वाल काट्नु यही मेसिनले हुन्छ र फेरि यो चाहिँ यहाँ नलगाएर अर्कोमा लगाउनु पर्छ र काठ काट्ने ब्लेडहरू खालका हुन्छन् है गाइज हो र हामी यसरी युज गर्न सक्छौँ यसरी छ यसले धेरै जसो चाहिँ मार्बललाई ग्राइन्डरले नभएकोले गर्दा यो टाइललाई भन्दा पनि मार्बलको लागि चाहिँ यो उपयुक्त हुन्छ ग्राइन्डरले मार्बललाई काट्न सकिँदैन त्यसैले गर्दा यो चाहिँ मार्बलको लागि विशेष अनि वाल काट्नु पर्यो अनि त्यहाँदेखि काठ चिरन गर्नु पर्यो काठ काट्नु पर्यो भने हामी यसलाई हाते आरीको प्रयोगमा यो गर्छौं र म आज एउटा सानो टुल्स बनाउँदैछु तर त्यसमा हाते आरी नभएकोले गर्दा यसैबाट मार्फत सुचारू गर्दैछु है गाइज र यो एउटा मेसिन भयो अब म अर्को मेसिन जोड्दैछु है त यो चाहिँ गाइज हो मैले धेरै भयो नचलाएको र यो नयाँ पनि हो मैले एउटा सानो काममा मात्रै युज गरेर त्यतिखेर आएको त्यही भएर आज के छ चल्छ चल्दैन भनेर चेक गर्नु खोजे है गाइज हो लगभग चल्छ होला मैले अघि एकचोटि सफा गरेँ
यो यो प्लेन्जर धेरै राम्रो हो। यसको बाक्स हो यो प्राय अहिले चल्ने प्लेन्जरहरू नै यिनै हुन्। देख्न सक्नुहुनेछ है। अब यसमा लाग्ने ब्लेडहरू तपाईँहरूले देख्दै हुनुहुन्छ। यसमा लाग्ने ब्लेडहरू अब भुत्ते भयो भने यसमा सिलढुङ्गामा उध्याएर युज गर्न सकिन्छ। र यसमा हामीले जिबी भन्छौँ हामी, हाफ इन्चीहरू 1 इन्चीहरू खोल्नु पर्यो भने युजलाई यहाँबाट युज गरेर हामी खोल्न सक्छौँ। यहाँ पनि यसको टुल्सहरू छ है गाइज। अब यो म चेक गर्दैछु, यो पनि धेरै लामो भयो मैले नचलाएको। के छ कसो छ सिमको थियो राख्यो फेरि सिमको चाहिँ यो ड्रिल मेसिन हो। यो पनि निकै भयो मैले नचलाएको, त्यही भएर आज चेक गर्दैछु। यसमा लाग्ने बिटहरू ठुल्ठुलो वाललाई छेड्न पर्यो भने यो बिटहरू प्रयोग गर्न सकिन्छ। यो पनि हेरी यो पनि वालकै बिट हो। त्यसै गरेर हामी काठको लागि युज गर्ने यहाँ नम्बर हुन्छ, हामी यहाँ फिट गरेर हामी हान्छौँ। यिनीहरू हुन् हामी फिट गरेर हामी युज गर्छौँ है गाइज। यसलाई यहाँ लाउने अनि यहाँ कस्ने हुन्छ। यसको कस्ने यहाँ रहेछ। हामी अब यसरी कुनै चिजहरू हामी हेर्न सक्छौँ। यसरी यसलाई खोलौँ, खोलेर राखौँ। मैले अब यिनीहरूको पनि देखिसकेँ, यिनीहरू पनि देखेर थिएँ। अब यो चाहिँ कुनै बेला लाइन हुँदैन, कुनै समस्या भएको बेला यो बाटो युज गरिदिन्छ। यो चाहिँ हाते हो, यसमा कुनै बत्ती सत्ती केही छैन है गाइज। र यो ब्लेन्डर हो। यो ब्लेन्डरमा चाहिँ हामी यीहरू पनि फिट गरेर हामी गर्न सक्छौँ।
यसरी यहाँ फिट गर्ने हुन्छ। यो यस्तै यसको पनि यसमा कहीँ छ त कहाँ राख्ने मैले यो चाहिँ मैले लाइनमा नजरिकन तपाईँहरूलाई बताएँ। यो चाहिँ हामी हतियारहरू उध्याउनु पर्यो भने हामी यो युज गर्छौँ। फलामेहरू उध्याउनु पर्यो भने यो हामी यो युज गर्छौँ है। जस हामी कुनै उध्याउनु पर्यो भने हामी लाइनमा जोडेर यसरी हामी उध्याउँछौँ है गाइज। यो उस्तै हो। र हामी यसमा अर्को फिट गरेर हामी के गर्छौँ गाइज भने यो चाहिँ ग्यालेन्डर हो। यो चाहिँ हामी यो फिट गरेर यसमा एउटा सानो ग्रुप हुन्छ यो भित्र। अहिले मैले तपाईँहरूलाई हल्का मात्र देखाएँ। हामी यो गरेर हामी हामी यो टाइलहरू काट्न सक्छौँ, वालहरू काट्न सक्छौँ भने मैले यसलाई खोलेर देखाएँ। फेरि यो हामी फिट गरेर हामी फेरि काठलाई चिर्न सक्छौँ है गाइज। हामी काठलाई यसलाई यो हातेहरूको काम हामी यसैले गर्छौँ। बाँसहरू गेर्नुलाई, काठ गेर्नुलाई, चिर्नुलाई हामी यही प्रयोग गर्छौँ गाइज, यही ग्यालेन्डरबाट। र हामीले यो बाटो सिधा हान्नु सकिँदैन। र यो बाटो हामी मार्बल काट्न नसकेको कारणले गर्दा हामी यो युज गर्छौँ। यसले चाहिँ हामी यसको सहायताले हामी सिधा काट्न सक्छौँ। र मार्बललाई पानी चाहिने भएकोले गर्दा हामी मार्बल यहाँबाट पानी युज गरेर हामी मार्बल काट्छौँ है गाइज।